वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। ब्राह्मणाय तेन तदेहं संख्यते तत्तत् मम धनघनघनागर्णी अनिकञ्जपाणि यजमान शान्तिः स्मृतयः शान्ति विश्वे देवाः शान्ति ब्रह्म शान्तिः सर्वगुण शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि पवोजन्तु विश्वतो दब्धासो अपरिद्रासौद्विदः देवानो जटा शतं निदधे असन्नप्रायिणः मूका विश्ववेदाः स्वस्ति नक्षत्रो अरिष्टनेमिः स्वस्ति नो बृहस्पति ददातु वृषदस्वा मरुजातमतिथितनिदं देवो शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिः सर्वगो शान्तिः शान्तिरेव शान्तिः शान्तिरेधि यतो यतः समीहसे ततो नो अवयं गुरु सन्नः गुरुव्रजाभ्यो वयन्नः वसुभ्यः। पुत्रोत्पन्नस्य भाइको नाम के अरे तोयनाथः नामः कुमारस्य करिष्यमाणः चूडाकर्मः पूर्वाङ्गत्वे सर्वधर्म मध्यं जगति अग्नेशुचिते नमः। चढ नौ त्यहाँ बदम छ नभए त्यही चढ यसरी बनाउन चाहिँ हजुर अनि यसो एउटा गोदान गर्नु भान्डाला गराउनुको गोदान होइन भने त्यो खोलेर राख्नु निकाल्ने हो बहिनी चाहियो अनि सुन न तरुणां दधाति ल पुष्प ल दिदी बहिनीहरू आउनु पर्यो। छैन मङ्गल बोले खोइ त मङ्गल बोले सुने होइन पुरेनले तेस्रो है यहीँको तेस्रो भएको छ है फेरि घुमे छैन नि त्यहाँ भने छैन मलाई ए गुरु घुमे छैन नि घुम्न पर्छ नि कपाल तल झर्नु बाबासँग चिन्जानु भयो बाबा सबै अझ भिजेर रहन्छ म छ होइन है कपाल एक दुई महिना पाउनु पर्छ त्यो त नभनिदिनु न है रमाचो पाल्नु परेको छोरो अनि यो त के हो नि लाग्यो
आमाले यहाँ ल्याइसक्नु भएको छ भाँडा यति चाहिँ आज त सब मामाले भने मान्नुपर्छ मम्मी मान्नुपर्छ आज मात्र हो आज चाहिँ झन् आउँछ कहाँ कहाँ छ त टुपी सबभन्दा माथि हो टुपी त एकदम राम्रो छ तिमीले छाडेको छ दादा टुपी त तिमीले देख्दै देख्दैन टुपीभन्दा माथि रहँदैन सुत्तालाई मैले अहिले कुट्नु पर्छ ल गुरु अब जाउँ पाई पाईमा योगिन अनन्य विचार बना स्वानम रच विदाय गुण अंतत सर्वभूतानां योगेश्वरो हरि मसँग मास खोलेर यहाँ राखेको छ अरू चाहिँ मास चाहिँ नभेटाएर एउटा मात्रै छ त्यही त भने मैले एउटा मात्रै मामाले यसो सूर्य देखाइदिनुपर्छ है सूर्यनारायणलाई छुछु नर्ने टुप्पी नकाट्ने जनै नफेक्ने पानीमा सबैजनाले ओम अगिरम अग्ने नमः स्वायदम अग्ने नमः फेरि विश्वः तेनगं श्री प्रमोद्यवा जदस्वः स्वाहा इदं अग्नि वरुणागं शिवः इति स्वाहा इदं अग्नि वरुणाभ्यां नमः स्वाहा इदं अग्नि वरुण फेरि पानी समाधान आयष्टाग्नि मन्त्रस्य पावते तिष्ठितं राज होमे विनियोगा आयष्टाग्नि विवदता पिततः सत्य असानी भन्नु असानी भन्न लगाउनु अपोसानः भन्नु तपाईले अस्नानी भन्न लाग्नुलाई कर्म कुरु भन्न लगाउनु कर्माणी भन्नु ओमा अदधानी भन्नु अपोसानः भन्नु प्रधान खान्नः आपो इष्टामय शेरमा सर्किने अब आपो इष्टामय मयरडाय चक्षु वासिवर्त सुभाज उचनिर प्रीतये इमं काम्रो देवताकं तां भूत सुवर्ण वन्हि देवताकं अब कुन गुरु दिने गुरुलाई कपिले सर्वदेवाना पुष्पम तुभ्यमहं सम्प्रदे लुकोदात कोदात कामाय दात कामो दाता काम प्रतिक्रियता कामै दात बाबु होइदेऊ न शान्तिरापः शान्तिरोपदय शान्ति वनस्पतय शान्तिर्विश्वे देवाः शान्ति ब्रह्म शान्ति सर्वगो शान्ति शान्ति आचमन गर्नु खडेकोले बुझाउनु पाएछ
अनि त्यहाँ सूर्य भगवान बिचमा हो त्यहाँ कुस्केर छुन लगाउनु सुपारी सूर्य आवाहने सूर्यमा राखिदिने त स्वाहा अग्निदेशोद् भव काश्यप गोत्रोत्पन्नस्य भो सूर्य यगच्छ यतिष्ठ मम पूजं विहान यावत् पूजं करोमि तावत् सुखिरासु प्रसन्नो वरदो वसु आकिनेन वर्तमानो निवेशन निमित्तमतञ्च हिरण्येन सविता रचेन देवज्ञाति वनानि पश्यामि काला भने है मैले सुने हेरि बिचमा गुरुलाई थाहा छ त सूर्यकै आवाहन आशा करोमि तावत् सुखिरासु प्रसन्नो भवतु मास्तिरपट्टि होइन मास्तिरपट्टि हो त्यहाँ होइन त्यहाँ होइन नि हो उहाँ चाहिँ हो अरे त्यहाँ छोइरहनु सुपारीमा उसले अनि हे ओम महाचतुर भक्ते तरुण मुण्डले किरीटं द्विभुजः पराशः श्वेतवर्णः श्रुतः ब्रह्मणागं राजः ओम सोम सोमाय नमो नमः आसनं समर्पयामि पाद्यं पाद्य अर्घ ओम पाद्यं समर्पयामि ओम सोम सोमाय नमो नमः अर्घ्यं समर्पयामि ओम दधि शङ्खं रासं थिरोद नमस्करोमि अब त्यसपछि दक्षिणा तले हे भौमाय नमो नमः त कुस्तेर छुने त्यहाँ सुपारीमा ओम त्रिकोणः त्रिकोणे हे कुण्डलः मण्डले किरीटं रक्तवर्णः रक्तवाल वस्त्रान्ते यज्ञोपवीतं यज्ञोपवीतं जनै सुपारीमा त्यही छ अब दक्षिणा जप ओम हिरण्य गर्भ गर्भस्थम एवं विजम विवाह सनन्त पुण्य बलदाम आय नमो नमः अष्टयोगिनी देव्यै नमो नमः अब केही मागिरह्यो ओम सूर्य सौर मन्दिर चपल विश्वास मङ्गल मङ्गल सद्बुद्धि गुरु सलिम शुक्राम शिवम चन्दनी आयु सूर्य सुखम नन्दनी राहुर बाहु वनम सतम केतु तुलस्य नित्यम नित्यम अब ढोकिदिनु एउटा टाउला ढोक्दै त्यसरी हात राख्नु पर्दैन पब्लिकेसन क्यास त्यति भन्यो अनि त्यहाँ काम गर हेलो उहाँको सूर्य दाने हुनुहुन्छ मामा उहाँको ओम सोमाय नमः स्वाहा 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 जाँडै कटाएर हुँदैन रामे नमः स्वाहा ठेक्न हुँदैन जान्छ ओम राम रामे नमः स्वाहा ओम राम रामे नमः स्वाहा ओम राम रामे नमः स्वाहा बाबु अब चाहिँ हात पनि गरौँ ओम नारायणाय नमः स्वाहा ओम गोविन्दाय नमः अर्कोले चाहिँ सुनेर अर्को दिनु पर्ने पानी बलम चन्द्र बलम तदेव विद्या बलम दैव बलम तदेव स्मरामि श्री नारायणाय नमः मङ्गलाय तनोहरि तदेव लग्नं श्रीराम तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैव बलं तदेव लक्ष्मीपते यदि स्मरामि ओम मङ्गलं भगवान् विष्णु मङ्गलं करुणा ददा अब एक फोनकै घुम्नु पर्यो एकचोटि भनेर एक फोनको घुम्नु हो गुरु लाठी बोक्दै अनि एक फोनकै घुम्ने होइन एकछिन एकचोटि घुमाउनु चाहिँ पर्थ्यो एकचोटि भाइ घुम लाठी बोक्छ
समय भएन र मन्त्रदानकै हो अब अरू के गर्नु भनेको गुरुजीले दिएको गायत्री मन्त्र सुनाउनु भयो नि त्यो गायत्री महिलाबाट हरि ओम हरि ओम महा हरि ओम शब्द वश्यम नोमि भूया भूया सामि पातो अवधेन काका मैले काटे है भूयः ओम स्वाहा लतिन्दै अब एकचोटि शिरदेखि पाउसम्म छुमा छुने चक्षु आप्यम महा ओम कानमा छुने श्रोत्र महा आपहाय निधारमा लगाइदिने घाँटीमा लगाइदिने दायाँ बायाँ कुममा लगाइदिने हृदयमा लगाइदिने फेरि पनि आउँछ नि गर्ने हैन भाइ ओम हरिहरि लाउनु हो ल ओम हरिहरि ध्यान दे मान्छे सबै भागिहाल्ने के दाइ मान्छे तल गएर भोज्दै अहिले पर्नु हतार नगरी ध्यान दे ओम हरिहरि ध्यान दे भन्नुपर्छ नि अर्को छ रेडी छ ल ल ल ल भगवती भगवती ध्यान काले बानी
ब्रह्म समूह नमः शिवाय विशुद्धे स्वाहा इरावती ओम भगवते भगवते भिक्षामे देहि ओम भगवते भिक्षामे देहि ओम भगवते भिक्षामे देहि ओम हो यता लाउनु भइछ ओम भगवते भिक्षामे देहि मलाई दिनुस् ओम भगवते भिक्षामे देहि ओम भगवते भिक्षामे देहि खै अझै भन्ने छैन ओम भगवते भिक्षामे देहि अर्कोले भन्दै हुन्छ भगवते भिक्षामे देहि अझै बाँकी छ बिस्तारै हाल्नु है बिस्तार नसक्ने एकछिन न होल्ड गर्नु ल पठाउनु यता हेर्नु पठाउनु पर्दैन आफ्नै सुरले गर न अनि त्यो चाहिँ राम्रो राम्रो आउँछ क्या अनि मानुले दिनु खै यसले ल्याङ्ग्वेज बुझ्दो रहेछ भावनाहरू के छ इच्छा रूपस्थात बरिष्ठज्यः पवित्रान्तन्ते जुहोमि मनसा वा खरतमो स्वाहा देवानां मदक्रमणान्तमसि प्राणाय मे वर्षोदा वर्षसभवसव्यानाय मे वर्ष परमाणा है परमा ल अब तेस्रो ल गुरु आवाहनम आसनम पाद्यम मर्गम आचमनम प्रथमम पुरस्कार सीमसह ठिकाना पाइदैन हजुर फुल मात्र राख्नु ओम ब्रह्मलाई दे हो त्यो वैष्णव्यम नमः नैऋत्याम नमो नमः सानो भाइ कहाँ गयो ओम आवाहनम आसनम पाद्यम मर्गम आचमनम पुनराचमनम पंचाविधं शुद्धजलं गन्धाक्षत पुष्पाणि फलं नैवेद्यं दक्षिणा द्रव्यं समर्पयामि ब्रह्मणे नमो नमः वैष्णव्यं नमो नमः नैऋत्य विष्णुर्वा नमः विष्णु नमस्ते विष्णु ध्रुव शिवस्य विष्णवे शुद्धजलं गन्धाक्षत पुष्पाणि फलं नैवेद्यं समर्पयामि भावनाय नमो नमः वराय नमो नमः वरुणाय नमो गन्धाक्षत पुष्पाणि फलं पाद्यमार्गम् आचमनं पुनराचमनं पञ्चम शुद्धजलं गन्धाक्षत पुष्पाणि फलं नैवेद्यं समर्पयामि उता उता फर्काउ उता उता माथि हरे ओम महादेव शान्ति निरन्तरिष गो शान्ति हे पृथिवी शान्तिरापः शान्तिरोगदयः शान्ति वनस्पतयः शान्तिर्विश्वे देवाः शान्ति ब्रह्म शान्ति सर्वगो शान्ति शान्तिरेव शान्ति सामा शान्ति जलेन सहस्रधारं शिरस्य विप्पा ल हात जोड्यो कान्छा ल हात जोड सर्वभूता निरक्षसो ल बाबु अब यसलाई यसरी एकैछिन है राखन स्वाहा भने भूतानम पतये स्वाहा ल अब यसरी गर्दै अनि त्यसपछि अब चाहिँ हामीले यो अन्न दही चम्चा हुन्थ्यो पहिला पहिला त कचौरा त्यहाँ चढाइदियो भएन खोजेको सौदामा जानु भए हुन्थ्यो भन्ने लाग्यो बोकेर लान किन दुःख दिनु है अब रमाइलो भयो होइन तर वास्तवमा अब घरको मान्छेलाई त थाहा पैसा कति भयो त 11 कोही घर गर्ने होइन 30 बेलुका माछा आयो भने त लुकी लुकी त्यो लोले मलाई लाग्यो एउटा फुल राख्दै
है त बटुक बन्धन छन् हे माता म देशान्तर जान्छु र उतै र फेरि घर फर्केर आउनेछु भनेर आमा छौँ त्यसो नभन भनेर आमाले भन्नुहुन्छ लौ न धारो यहाँ आयो पानी भिज्यो भाइ यसो त्यो आफूले भने आमाले बुझ्यो अर्को भनेको प्याज पानी आउँदैन आदिले दुःख पाइन्छ त्यसैले माला दिनु त गुरुजी चौरोले इत्यादि पहिला चलन थियो पृथ्वी समान गर्नु गुरुलाई चाहिँ राम्रो बनायो टक्क काट लाउनु माथिको छाता अलिक त्यस्तै पढ्न जाने बेला नि अनि कहाँ त्यस्तो हुन्छ ल भन्छ मामाले हस्याङ फस्याङ गर्नु हस्याङ फस्याङ अलि आत्ती जस्तो हो आत्ती जस्तो छाता माथि ल आउला आइरहेको सामत शिवाय नमः फुल चढाउ त्यहाँ टिपेरमा ल ल गुड सूर्य स्वापाय भक्ति शुक्लां ब्रह्म विचार सार ब्रह्म माध्यम जगत व्यापिनी वीणा पुस्तक धारिणी वेदांत व्याकरण दकार आपम अस्ति बाकी मानव पद्म सब देवो वह सविता प्रार्पयतु श्रेष्ठत माय कर्मण आप्य इदमग्न्या इंद्राय भागम रणमीवा अयक्मामा बस्तेन ईशतमा दशगु सो ध्रुवा अस्मिन् गो पतौस्या पशु पवित्रमसि पवित्रमसि शतधारेण सुक्वा कामम दुक्ष सबैलाई भगवानलाई ढोगेर मलाई विद्या आर्जन होस् भनेर ल किताबलाई ढोग्यो भगवानलाई ढोग्यो ल जाऊ ल ज्ञानी बन ल प्रसादमस्तु हरिभक्तिरस्तु कल्याण यहाँ डेली पूजा हुन्छ यजमानलाई नरिवल एउटा होती भनेको छ नि त पूर्ण होती भनेर त्यसलाई अघि काटे सिधै ल म यहीँबाट छोइरहेको छु ल सबैजना आउनुहोस् है सबै दिनु न ल एकचोटि गर्ने सबैजनाले मन्त्र पर्ने हो कि मन्त्र त्यही त एकचोटि हरि ओम
दोस्रो चोटि है दोस्रो चोटि ल भयो ल सबै एकचोटि झ्याप्पै हो गइहालौँ त अब औठे फुका पहिला भित्र गएर आउँ अनि शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकौँ म शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकौँ म शुभकामना भरी विश्वास मायाले उनको हर शब्द यो मङ्गल माला बनोस् शुभकामना भरी हरेक उषामा तिम्रा बिहानीहरू रङ्गाउन सकौँ म शुभकामना भरी मुटुको दियोमा सधैँ बलिरहने अखण्ड बत्ती पथदर्शक रहोस् सतुवाको सिउँदोमा झल्किरहने सिन्दुर झैँ शुभ त्यो जीवन बनोस् शुभकामना भरी हरेक सन्ध्यामा तिम्रा साँझहरू सजाइदिन सकौँ म शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकौँ म होइन यसले यसो खाँदा भइहाल्छ नि आज खानु कस्तो अक्षर पनि किन खाएको थियो अलिकति थप्नु मलाई ल्याऊ अब
बढी नरिकन छ है यस्तै भयो है उनी छैन पछि त ल भयो माया भयो यस्तै ज्ञानी भइरहनु ल ल ल पहिला नानीलाई राम्रोसँग पढ्नुपर्छ है नानी है टिका चट्ट मिलाएको ट्याक्क बिचमा गएको लुगाको बिचमा सेन्टरमा कति जान्ने गएको भन्नु होला होइन 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 त्यो त चाहिँ दाहिने तिम्रो दादा त्यही छ है एउटा तिम्रो दादा ल मायालाई पैसा लक्ष्मी जस्तो है बाबा जस्तो शक्ति सिताको जस्तो शक्ति होस् धन धनले परिपूर्ण हुनु ज्ञानै ज्ञानको भन्दा सबै धनरानीले परिपूर्ण है भाउ এটা নাও এটা নাও ल ल ल भाइ जान जान समावेश जान जान लास्टमा हेरौ निस्क्यो लास्टमा हेरौ Hey!